हे देउता मलाई स्वर्गकी परी जस्तो केटी मिलाइदे एउटा राम्री केटीसँग मेरो भयो भने म एउटा लड्डु चढाइदिन्छु। अनि केटी फेरि तेरो देउताले जुराइदियो त केटा अब 10-15 दिनमै तैँले लाटाले पापा हेरे जस्तो हेर्छस्। मुलाको साग हावा कुरा गर्छस् यस्तो जाँठा ढुङ्गा एउटा मिलाए केटी मिलाउँछ जाँठा हेर न त जस्तो हो म हावामा हिँड्ने खुबै जाँठा त चाहिँ मुला राम्ररी हिँडिरहेको जस्तै भयो कि तेरो आमाले बिहान बिहानै माछालाई कुकुरले गुनाखै किन कराइरहेको थियो त होइन तेरो जस्तो दिमाग छ तेरो म यो गाउँको उहिले मुखिया भइसक्नु पर्ने म त्यही जाँठा नापिस तेरो अनुहार हेरेर मुखिया जस्तो यसो तेरो अनुहार हेर्ने त तैँले गुस गर्ने जस्तो भयो मेरो जस्तो दिमाग भएको भयो नि त यसरी हिँड्नु पर्नेको थिइनस् अहिले उही उठ्थिस् उहिले नापिस जाँठा चुप्लाक बेसी नभए माया सुन् न मैले कि माथि तेरो गोठमा होइन दामी खाले कुकुरको मूर्ति आएको छु 3 पानी चट्ट परेको हिँड खानु जाउँ त्यसो भने त जाउँ साथी जाउँ यो केटा कहाँ गयो आज सम्ममा त आउनु पर्ने धन्न जरक्सी खाँदैन र मात्रै ढुक्कै छ यो त म खान्छु नि हेर केटा बेसी नखाने यो रक्सी त फेरि यस्तो करा छ मासला तेरो बोक्सो सोक्सो मुटु सुटुदेखि लिएर तल तुन्तुरेसम्म पुग्छ नि फेरि विचार गरेर छ होइन तैँले कहाँबाट ल्याएछौ यस्तो मिठो यस्तो यो नि उता यो के अरे ओलामचिङ गोलामा मेरो आमा गएको थिएँ त्यहाँबाट लिएर आएको यो लगभग 1980 को सालमा बनेको राखी भन्थे त्यही भएर आज चोरेर लिएर आएको बेसी नखाइ झ्याप भइसकेको छ झ्याप मिठो छ एकदम मिठो छ आन्टी सुजीले कता गयो मलाई के थाहा मलाई गोठाला राखेको थिइस् बिहान उठेर कुकुर जस्तो डुल्नु गयो होला नि तँलाई चाहिँ मेरो छोराले किन चाहियो हिजो तल जम भन्दै थियो सुजितेले त्यही भएर सोधेको नि तिमीहरू 3 जना मिलेर हिँड्छौ आँखा पारेर आउँछौ के खान्छौ मैले मात्रै थाहा पाएँ भने तिमीहरूले रहेको हात हेर केटा एउटा कथा भन्दा साह्रै अल्छी लाग्यो होइन माकुरी त कथा सुन्ने नै हो त सुन्ने नि हो नि झाक्ने ल सुन्दै त यो कथा चाहिँ कहिलेको भने नि यो कथा चाहिँ 119 साल अगाडिका कथा हो है एउटा घरमा होइन बिहे हुँदै थियो अरे अनि त्यो अब बिहे भइसकेपछि राति बेहुला र बेहुलीलाई त हनीमुन मनाउँछ अनि साला हनीमुन मनाउँछ अरे भनेर राति क्या अब सुत्ने बेलामा उसको बुढीले चाहिँ के सोध्यो अरे भने बुढा यो हनीमुन भनेको चाहिँ के हो भन्यो अरे होइन अनि के हो भने उसको बुढाले थाहा छ तँलाई अघि चाहिँ के गाई जात्रा मनाएर थिइस् भनिदियो अरे क्या अनि उसको बुढीले चाहिँ फेरि के भन्यो अरे भने ए यस्तोलाई पो भन्छ हनीमुन यस्तो त म उहिले सानोमा गोठाला जाँदाखेरि
कति मनाए भन्दै अरे के म्याकुरी कतै सक्यो पट्टिनु केटी तैँले दिएको आइडलले त चप्पल मात्र खाए अनि त तेरो अनुहार हेर न तेरो अनुहारै 32 मुजा परेको छ त कहाँबाट पटिन्छ त झ्याक्ने केटी हेर्दा चाहिँ यहाँ कहाँबाट पोलेर भागेर आएको जस्तो छ जान आइन्दादेखि मेरोमा केटी भनिसके तँलाई त म मारिदिन्छु हौ म चल वाट्सएपै जान्छ